वेलकम ब्याक टु माई न्यू ब्लग। आज पनि नयाँ भिडियो ल्याएर तपाईहरुको माझमा आइसकेका छौं। हामी दिदी बहिनी हामी चाहिँ अहिले आज छुट्टीको दिन यता अरबी मार्केटतिर सामान किन्ने भनेर आएको। कता छ अरबी मार्केट थाहा पनि छैन, हराउँछ मलाई सायद। लोकेसन हेरेर आएको। वाउ, एक महिना बाँकी छ क्रिसमस आउन। अहिले नै सजाएर रुखहरू यस्तो गराएर राखेको छ। अहिले चाहिँ गाइस हेर्दै गर्नु होला, हाम्रो भिडियोहरू हेरेर लाइक कमेन्ट गरिदिनु। अनि यता चाहिँ खोला पनि हेर्नु त दिदी, खोला कति ठुलो। हेर्नुहोस् बुल्गेरियामा यस्तो खोला, नेपालको जस्तै हाम्रो घर नजिकै आउँथ्यो शारदा खोला, हो त्यस्तै खोला पो बगेको रहेछ। यहाँ त घरको याद आयो। 2 दिनदेखि वर्षा भइरहेको छ लगातार, त्यही भएर खोला पनि बढेको रहेछ। सो हामी चाहिँ जाँदैछौँ। यतातिर चाहिँ खोला आइरहेको छ। ए अघिकै खोला यताबाट बगेर तलतिर आएको रहेछ। हामी चाहिँ चामल किन्न जाँदैछौँ। यतै त होला नि दिदी, लोकेसनमा यतै देखाएको थिएँ र अरबी मार्केट कता छ हेर्दै जाऊँ। लोकेसन हेर्दै भिडियो बनाउँदै जाऊँ ल। फुलहरू वाउ दिदी हेर्नु त, फुलकै हेर्नुहोस्। युरोपमा त बुढाबुढी मात्रै हुँदो रहेछ। यहाँ हातमा फुल लिएर हिँडिरहेछन् बुढाबुढी मान्छे पनि। अब के भन्नु, यता मार्केट हो, यहाँ पनि मार्केट रहेछ हेर्नु त।